हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई आजको मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ म गोरु गोठाला आएको छु। यहाँ हुनुहुन्छ हाम्रो देपा गोठाला हो उहाँ पनि। तर साथीहरू हाम्रो गोरुहरू चाहिँ चलिरहेको छ यहाँनिर। गोरु गोठालामा चाहिँ बाख्रा गोठाला जस्तो कुद्नु पर्दैन, त्यही मजा हो, अरु केही हैन। तर अल्छी लाग्छ त्यो पनि। यस्तै छ साथीहरू। आजको मौसम कति राम्रो छ। आज चाहिँ मलाई बिहानदेखि टाउको दुखिरहेछ। केही भिडियो बनाउन पनि मन थिएन, त्यही पनि गोरु गएर के हो। हामी चाहिँ बगुवाको स्थायी गोठालाहरू। हाम्रो चाहिँ कहिले गोठाला गर्ने ड्युटी टुट्दैन। यो देपा अनि यहाँ पुसै हुनुहुन्छ। हामी चाहिँ गोठाला डेली आउँछौँ साथीहरू। जे होस् रमाइलो छ गोठाला गर्न। अनि यो ठाउँ पनि अहिले चाहिँ खुल्ला नै छ। पहिला चाहिँ यतातिर सबै खुल्लै थियो, घरहरू थिएन। अनि अहिले चाहिँ घरहरू बनाएको छ यता यता सबैतिर। बिस्तारै हराउँदैछ गोरुहरू चराउने ठाउँ पनि। अनि साथीहरू यस्तै छ। कहिले बाख्रा गोठाला, कहिले गोरु गोठाला, कहिले घरमै। मेरो भिडियो हेरिदिनु होला सबैले, हेर्दै गर्नु होला। कति मिठो हावा आएको हो। यसरी शीतल भयो भने गोठाला गर्न पनि मजा हुन्छ नि। देमा हेलो भन्नु त। मेरो बाछाहरू कता गयो भनेर हेर्न आएको। माथि खोलामा पुरेको थिएँ। साथीहरू कति मिठो हावा चलिरहेको छ के। आज चाहिँ गोठालामा गोठाला गर्नु मजा हुन्छ यसरी हावा चल्यो भने चाहिँ। अनि यहाँ पछाडि चाहिँ मैले भिडियो बनाइदिएर देव हाँस्दै हुनुहुन्छ। तर मलाई मतलब छैन, जेसुकै हाँसोस् म भिडियो बनाउने हो। आहा कति मिठो हावा चलेको थिएँ। आजको गोठालो चाहिँ मेरो सकिन आँट्यो। अब चाहिँ म घर जान्छु। घर गएर पनि भिडियोहरू राख्छु, हेर्नु होला। अघि गोरु यहाँ तल चढ्दै थियो, अहिले यहाँ आयो। अब हामी बिस्तारै घर जाने हो। 4 बज्न आँटेको छ। अन्त घर गएर घरको काम गर्ने हो साथीहरू। हेलो निनी, तपाईँ गोठाला गर्नुहुन्छ नि जहिले? कति उयो के अरे धेरै गोठाला गर्नुहुन्छ नि? ल ठिक छ ठिक छ। हाम्रो निनी चाहिँ गोठाला आइराख्नुहुन्छ जहिले पनि। उहाँले चाहिँ गोठाला मात्रै गर्नुहुन्छ। अनि कति खुसी हुनु भएको छ मैले भिडियो बनाइदिएको कि कति खुसी। तर म चाहिँ बोलेको चाहिँ बुझ्दिनँ त्यति। अब आफ्नो भाषाबाट मात्रै बोल्नुहुन्छ नि त, कुलुङ भाषाबाट, त्यही भएर म चाहिँ त्यति बुझ्दिनँ। बुझ्नु त बुझ्छु तर निनी बोलेको चाहिँ अलिक बुझ्दिनँ। अनि हामी चाहिँ यस्तै हो गोठाला। पछि हामी निनीसँग यहाँ गफ गर्ने अनि त्यसपछि घर जाने हो। यस्तो गर्नु न, हाई भन्नु न। ल ल ल ल राम्रो छ राम्रो छ। ल ल ल हाम्रो निनी पनि गीत गाउनु रहर।
अनि भिडियो बनाइदिन्छु गीत गाउने भनेको भन्नुभयो अनि म चाहिँ भिडियो गीत गाउँदै हुनुहुन्छ भिडियो बनाउँदैछु फेरि गाउनु न ल भयो हेलो भन्नु त यस्तै हेलो यसरी हात हल्ले हेलो गर्नु न छिटो गर्नु न तपाईले कति वर्ष भयो गोठाला गर्नु भएको भन्नु त यहाँ बगुवामा अब बुढा भएको 80 पुगिसक्यो 80 वर्ष त भएको छैन नि त गोठाला गरेको हैन ल ठिकै छ अब धेरै कुरा नसोधौँ फेरि अहिले रिसाउनु हुन्छ होला साले 80 मा गइदैछ गुड नाच्नु न नाच्नु नाच्नु त भिडियो बनाइदिन्छु क्या नाच्नु न युट्युबमा हालिदिन्छु युट्युबमा दाजुहरूले हेर्नुहुन्छ उता उठेर नाच्नु त नाच्नु न लु नाच्नु नाच्नु लु नाच खै गीत चाहिँ अनि गीत बिनाइ ल ल ल ल ल ल अब देपाला के नाच्नु भन धेरै हाँसेकोमै ठिक छ साथीहरू हाम्रो चाहिँ यस्तो रमाइलो गोठालामा रमाइलो साथीहरू यहाँ निनीले चाहिँ मेरो कपालको लट्टा फुटाइदिँदै हुनुहुन्छ म चाहिँ कहिले पनि कपाल कोर्दिनँ मलाई झ्याउ लाग्छ कपाल कोर्नु अनि कपाल कोरिराख्नु पनि मलाई झ्याउ लाग्छ अनि जहिले पनि म डलाइहाल्छु गर्मी हुन्छ त्यही भएर मेरो कपाल चाहिँ कति धेरै लट्टा परेको छ निनीले यहाँ चाहिँ म फुटाइदिन्छु भन्दै हुनुहुन्छ निनीले चाहिँ यहाँ गोठालामा चाहिँ कायो पनि लिएर आउनु हुँदो रहेछ अनि मैले आफै कोरेको कि म चाहिँ सक्दिनँ होस् भनेको फेरि निनीले म फुटाइदिन्छु भन्दै हुनुहुन्छ हेर्नु यहाँ निनीले चाहिँ मेरो कपालको लट्टा फुटाइदिँदै हुनुहुन्छ साथीहरू म चाहिँ घर आइसकेँ गोठालादेखि अब चाहिँ म खानाहरू बनाउँछु गोठालादेखि आएर खाजा पनि खाइसकेँ अब चाहिँ म भिडियो इन्ड गर्छु साथीहरू मैले चाहिँ भिडियो केही पनि अघि नै बनाइन अनि त्यसपछि आजको दिन यस्तै रह्यो हाम्रो अनि अहिले चाहिँ हामी खानासाना खाएर सबैजना सुत्न आँटेको अनि नानी बोला न मेरो आमाको च्यानललाई सबैले सब्स्क्राइब गरिदिनु भन त ठुलो सरले सब्स्क्राइब गरिदिनु बाई बाई गाइज बाई गरेको त बाई साथीहरू मेरो च्यानलमा कोही पनि नयाँ हुनुहुन्छ यदि कसैले पनि मेरो भिडियो चाहिँ झुक्किएर भए पनि हेर्दै हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला आजको भ्लग यति नै बाई बाई